Yo, today we are going to Barabkunda, and it's my 5th trek. I got sick, so I couldn't record that much. I hope you enjoyed watch till the end. So now I will show the cafe. बाह्र बिसे पुग्न लाग्यो 12 बजे पुग्यो भन्छ थाकिसक्यो 12 बजे पुगेको छैन अझ हिँड्न बाँकी नै छ भोलिदेखि होइन हिँड्न त केही हुन्न एक धुलो खाएर मर जस्तो लाग्छ धुलो खाएर मर्ला जस्तो भएछ कति किलो धुलो खायो आज आँखा नमिच थाक्यौ यता हेर त गाडीमा आउने भन्दा नआउने भन्ने मान्छे होइन गाडीमा आएको भए झन् थाक्छ बाइकमा आएको भएर त अलिकति मजा आइरहेछ नि त्यही त होइन नो पेन नो गेन नो पेन नो गेन अफ रोडिङ चाहिँ अब खतरै रहेछ है ढुङ्गा बिसाएको बाटो आदि आदि यस्तो धुलामी बाटो अनि अब कहाँ रे के अरे ठाउँको नाम बगम होइन आज चोखर बोखर पुग्दैन भोलि चोखर बोखर जाने हो चोखर बोखर धुलो त यति खायो राम 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 बिचरा यहाँ होइन यो जुत्ता पुरै सेतै थियो जाँदाखेरि अहिले हेर न बिफोर आफ्टर ट्रेन धुलोले कपडाको हालत है भगवान् कुरै नगर कस्तो शान्त छ है मजा आइरहेछ है आनन्द आइरहेछ Guys, look! It's snow! Like, it's real snow. Yes, it's snow, bro. It's snowing! It means when I go to trek, it's gonna snow! I love snow! This is the best day ever, bro. Wow, bro. It's pretty ice. Ooh, look at it. म चिप्लेर लडेँ नि अझ रमाइलो हुन्छ भैरवकुण्डको यात्रामा हामीले पहिलो स्नो भेट्यौँ मेरो छोरो खुसीले पागल भएछ यहाँ स्नो देखेर आउने बेलामा बरफ भयो भने हे भगवान् कसरी आउने हो बर्बाद हुन्छ त फेरि ल जाउँ बाबु जाउँ We're finally at our destination. We are finally at Bagam. It took a long time. It's not even start of the trek. We're already tired. Today we're gonna stay here. Oh, we're gonna stay at a homestay. And tomorrow I think we're gonna go to a place I forgot its name. It's not even start of trek. And this is the best view. Look at it. हामी चाहिँ यहाँ होमस्टेमा छौँ आमाको होमस्टेमा छैन होला मोडै त्यति हुन पहिला चाहिँ धेरै थियो त्यस्तो हो कि हजुर चिया खान आइज You guys are finally in Chokhar Mukhar. अब हामी ट्रेक जान लाग्यो अब ट्रेक जान लाग्यो कस्तो पोर परेको छ 2 घण्टा लाग्छ भनेर छ हेरौँ 2 घण्टा लाग्छ कि
चाहिँ गाडीमा आएर मेरो टाउकै दुख्यो यार उल्टै आउला जस्तो भयो ल हाम्रो अब ट्रेक सुरु भयो होइन छोरो 2 घन्टा भनेको छ हामीलाई कति घन्टा लाग्छ कहाँ हिँड्ने होला नि आमा बाटो नभएको ठाउँतिर ल भैरवकुण्ड 2 घन्टामा पुग्छ भने 2 घन्टामा नि पुगेको छैन थाकेर मेरो छोरो यहाँ बिजोग भइसक्यो के गर्ने होला न फर्किने कि जाने के गर्ने जाने भन्छ यस्तो अनकन्टा ठाउँमा आएर बसेका छौँ कस्तो तिम्रो टाउको अहिले फाइनली हामी भैरवकुण्ड आइपुग्यौँ नजाऊ है बाबु त्यस्तो छ So finally we came here. Pretty frozen. That the snow is actually melting and it's gonna fall. I don't know what's gonna happen. I'm pretty sick right now. So yeah. Took a lot of time. But worth it. Very, very worth it. Ow. दुई दिनपछि बल्ल मिठो खाना खानु पाएन यही हो माथि ट्रेकमा गएर खाना खान नपाएर बिरामी भएर अँध्याएर मुख बनाउने मान्छे यही हो मान्छे र बच्चा So guys, we finally went at Bhairabkunda and we are going Kathmandu. I think it's like 40 kilometers. Yeah, it was a very short trek. We couldn't record that much because in the meantime, I couldn't eat and I got sick at the moment and I couldn't talk. So I couldn't talk and I didn't record that much. So sorry. For now, bye bye, see you later, and I'll see you in my next vlog. Peace. Thank you so much for watching. Subscribe and like bye bye.